बालनले हामीलाई पत्र काट्ने डरले हामी आफ्नो फोहोर आफै सफा गर्दैछौँ। राज संस्था भनेका छौँ यता हेर्नुहोस् धेरै न्यु खोज्यो भनेदेखि त राजतन्त्र पनि आउन सक्छ। उहाँलाई एकदम युवाहरूले साथ दिनुपर्छ। जुनसुकै दलले पनि उहाँले साथ दिनुपर्छ। केही गर्छु भनेर आएको युवालाई चाहिँ त्यसरी चाहिँ हतोत्साही बनाउनु हुन्न। सुरु त भएको छ, किन हतार गर्नुहुन्छ? उहाँले एक प्रकारले भन्यो भने उहाँले हामीलाई सचेत गराइदिनु पनि भएको हो। किनभने हामी चाहिँ पहिला नगरपालिकाले गरिहाल्छ नि भनेर हामीले फोहोर गरेर छोडिदिन्थ्यो। यो हाम्रो कमजोरी हो। अहिले हामी सचेत एकदम सचेत बनाउनु भएको छ। उहाँले चाहिँ एउटा पत्र काट्नु भयो नि केही समय अगाडि, त्यतिखेर चाहिँ चित्त दुख्यो होइन तपाईँहरूको? चित्त त दुखेको थिएन, किन हामीले गल्ती गरेको कुरालाई चित्त दुखाउनु हुँदैन। बालनजीलाई पनि कसैले परिचालित गर्यो कि हाम्रो आशंका है। तर यो स्थिति राखेको चाहिँ एकदमै राम्रो छ। छातीमा राजा कामले बालन हुन्छ यस्तो हो। यो छातीमा राजा कामले बालन भन्दा पनि हामी सबैको कर्तव्य हो। हाम्रो अब यो फोहोर व्यवस्थापन गर्नु पर्यो होइन, आफूले गरेको फोहोर आफैले गर्नु पर्यो। नत्र भने बालन महानगरपालिकाले बालनले हामीलाई पत्र काट्ने डरले हामी आफ्नो फोहोर आफै सफा गर्दैछौँ। पनि हामी सचेत नागरिकको हैसियतले पनि आफूले गरेको फोहोर व्यवस्थापन आफै गर्नुपर्छ भन्ने हाम्रो नागरिक हुनुपर्छ। यो सरसफाइ हुँदैछ होइन सर? एकदम सरसफाइ हो। के हो काठमाडौँ चिटीको बनाउने? काठमाडौँ तपाईँ हामी सबैको हो काठमाडौँ होइन। जसले जे कार्यक्रम गर्दा पनि सफा चाहिँ गर्नैपर्छ। पहिला गर्नु हुँदैछ होइन? पहिला पनि हामीले तपाईँलाई याद गर्नु भएन, पहिला पनि हामीले गर्थ्यौँ हो एकदम। होइन बालन शाहले यो नीति ल्याए पछाडि अलि धेरै हामीले बालन शाहले नीति भने हामीले तपाईँको चाहिँ पहिला कार्यक्रम हुँदादेखि नै हामीले गरेर आएकै हौँ। तर हामी पनि देख्थ्यौँ कार्यक्रम भएको धेरै दिनसम्म असरल्ल फोहोर हुन्थ्यो। आजभोलि चाहिँ उति बेलै साफ हुन थालेछ क्या। त्यसो नबुझेर हो, मान्छेले नबुझेर हो। काठमाडौँ के भन्छ भने अब बाहिरका आएकोले यो काठमाडौँ उनीहरूको हो भन्छन् होइन। अब काठमाडौँ भनेको सबै नेपाली जनताको। काठमाडौँ सफा सबैले राख्नुपर्छ। आमाहरूले अथवा मेयर बालन शाहले यो जुन नीति ल्याउनु भयो यतिखेर स्टन्ट भनेको यस्तो पनि हुन्छ भने, तर एउटा सुरुवात भने होइन डिसिप्लिन। यो हामीबाटै सुरुवात गर्ने हो। यो हामी सचेत एउटा नागरिक भएर आफूले गरेको फोहोर आफैले सफा गरेर हिँड्नुपर्छ। उहाँलाई केही दोष होइन, उहाँले चाहिँ एउटा कारबाहीको प्रक्रिया बढाउनु भयो। त्यो कारण हामीलाई नागरिकलाई सचेत बनाउनु भएको हो, त्यति नै हो। पहिला कार्यक्रम हुँदाखेरि यसरी सरसफाइ गर्नुहुन्थ्यो त? गर्थेन फालेर हिँडेको हुन्थ्यो। आजबाट एक हुनुभयो तपाईँहरू? आज मात्र होइन, यो विचार बोक्नेहरू हिजोको दिनदेखि नै एक छौँ। आज त यो सुन्नुभयो सभाबाट के चाहिँ एउटा सन्देश आयो त भनेपछि तपाईँहरू अबको आन्दोलनमा तपाईँहरू सँगै देखिनुहुन्छ पक्कै पनि? एकदम त्यसमा कुनै पनि छैन। 15 गतेका पनि म थिएँ, यता हेर्नुहोस्। 15 गतेको पनि त्यो आन्दोलनमा म पनि थिएँ। अब नेतृत्व चाहिँ कसले गर्ने त नि अबको आन्दोलन? हामी सबैजना। अब साँच्ची भन्यो भने चौथो अङ्ग देशका तपाईँहरूले पनि राष्ट्र बचाउनको लागि साथ दिनुपर्ने अति आवश्यक छ। होइन भनेदेखि त्यहाँ शिक्षा आन्दोलनमा एउटा पत्रकार तपाईँहरू जस्तै एउटा छोरीको पनि आँखा गएको छ। अब सबै देशभक्त शक्तिहरू एक ठाउँ भएर देशमा प्रजातन्त्र लोकतन्त्रको नाममा जुन लुटतन्त्र मचिरहेछ, निरङ्कुशता चाहिँ बढिराखेको छ, त्यसको अन्त्यको लागि लड्न जरुरी भयो। र यो अब ध्रुवीकरण तीव्र भएर जानुपर्दछ। यो ध्रुवीकरणको क्रममा हिजो राप्रपा पृष्ठभूमिका मानिसहरू मात्र होइन, काङ्ग्रेस एमाले माओवादीमा भएका पनि देशमा सुशासन विकास चाहने र अहिले सीमित राजनैतिक दल र तिनका पनि सीमित नेताहरूले देशमा जुन प्रकारको लुटतन्त्र मचाइराखेको छ त्यसको अन्त्य चाहनेहरू र आफ्नो जीवनकालमै देश बनेको देख्न चाहनेहरू सबै हाम्रो किताबमा आउनेछन्। र अहिलेको लुटतन्त्रलाई नै सबै चिज हो मान्नेहरू अब गणतन्त्रको पक्षमा उभिनेछन्, काङ्ग्रेस एमालेसँग हुनेछन्। अब यो ध्रुवीकरण तीव्र रूपमा भएर जान्छ। तपाईँको यो सघाउने गरेको एकता मात्रै हो कि भोलिको दिनमा हामीले एउटै पार्टी पनि देख्न पाउँछौँ? महानगरलाई चाहिँ सचेत सफा महानगर सफा सहर भन्ने एउटा काठमाडौँ सहर सफा राख्ने उहाँको जुन अभियान छ त्यो अभियानलाई चाहिँ हामीले चाहिँ निरन्तर हामीले पनि साथ दिनुपर्छ भन्ने लाग्छ। स्टन्ट भन्छ कि बालन शाहलाई? हजुर यो स्टन्ट हो? यो स्टन्ट होइन। यो त हामी सचेत भएको नागरिकको हैसियतले हामीले गर्नुपर्ने कर्तव्य गरेको हो होइन। हामी चाहिँ आफ्नो गरेको फोहोर गरौँ होइन, आफूले गरेको फोहोरलाई आफूले नै सबै व्यवस्थित गरौँ अनि त्यसपछि एउटा सभ्य नागरिक बनौँ। यो सबैलाई जनचेतना पनि हो भन्ने कुरा भन्न चाहन्छु। सम्पूर्ण नेपाली नागरिकहरू सभ्य र भव्य भएर आफैले फोहोर सफा गरौँ होइन। कसैलाई पनि अर्काले गरिदिन्छ यो उसले गरिदिन्छ मलाई ओहो जरिवाना तिराउँछ भन्ने हिसाबले होइन कि आफू सचेत नागरिक बनाऊ। हामीले नै सुरुवात गर्ने हो, हाम्रै पालामा सुरुवात हुन्छ। देशमा राष्ट्रता चाहिन्छ, अति अपरिहार्य भइसक्यो। अब यो सरसफाइ गर्ने काम त यो न त यी सबै राजावादीको पनि हो, गणतन्त्रवादीको पनि, मेयर बालनको पनि, सबै हामी आम नेपाली जनताको हो। काठमाडौँ मात्र होइन, अझ म के भन्छु भने काठमाडौँ मात्र होइन, जस्तै चाहिँ धरानका मेयर हर्क सम्बाङले उडाउनु भएको छ,
तपाईँको गोपी हमालले भनौँ न हामी सबैको दायित्व हो काठमाडौँ मात्र होइन विभिन्न देशैभरि चाहिँ सभा हुनुपर्छ भनेर लाग्नुपर्छ साथीहरू। बालेन शाह हर्क साम्पाङ यो गोपी हमाल जस्ता पात्रहरू कहाँ हुन्छन् सर? उहाँहरूको स्थान कहाँ हो? तपाईँको एउटा होइन गुमनाम हुने उहाँहरूले झन् राजा आयो भने झन् उहाँहरूले काम गरेर उहाँलाई सहज हुन्छ। विभिन्न माध्यमबाट चाहिँ विभिन्न तरिकाबाट चाहिँ उहाँहरूलाई काम गर्नलाई एकदम अति सहज हुन्छ। तपाईँ जुन तरिकाले अहिले रोक लगाएर छ कामले बालेन शाहलाई हर्क सम्पाङलाई भनौँ न विभिन्न स्वतन्त्र युवाहरूलाई अहिले रोक लगाएर चाहिँ काम गर्न अप्ठ्यारो भइरहेको छ। राजसंस्था के भन्यो भने युवासँग रिसाउने, ज्ञानेन्द्र शाहलाई के भन्यो भने तपाईँहरू रिसाउने, काम चाहिँ कसलाई गरेर ज्ञानेन्द्र शाहलाई रिसाउने यो रिसाउने ज्ञानेन्द्र शाह तपाईँहरू त पारो ताते त्यतिखेर होइन पारा तात्यो भने अब कुनै यस्तो कुनै चाहिँ युवाहरू त्यस्तो हुन्छ पनि स्वाभाविक, तर सत्यलाई सत्य भन्नुपर्छ। के स्वार्थ थियो र तपाईँहरू अलग हुनुभयो फेरि अहिले एक ठाउँमा हुनुहुन्छ? स्वार्थ त पक्कै पनि छ, के स्वार्थ त्यो बताइदिनुहोस्। स्वार्थ हाम्रो केही पनि छैन। देश बर्बाद हुन थाल्यो। जुन सपना यी नेताहरूले बाँडेर चाहिँ यी ठुला पार्टीहरूले राज्य गरिकन देश समाप्त हालमा पुगाइसक्यो। युवा शक्ति पलायन भइसक्यो। अब यसरी देश बाँच्दैन। हामीहरू एक धक्का दिएर यो अवस्था र व्यवस्था पल्टाउनको लागि आज यो उद्घोष भएको। धन्यवाद। मनैदेखि मिल्नु भएको हो कि बाहिर देखावटी मात्रै हो? मलाई ओलीको चरित्र जस्तो भन्न आउँदैन। जे छ प्रष्टसँग हामी भन्छौँ। कुनै स्वार्थ त छैन यसमा? कुनै पनि न कमाउने धन्दामा छ न चाहिँ केही गुमाउँछु भन्ने छैन। यो जीवन यो सभासदको 3 वर्षसम्म राष्ट्र र जनताको लागि समर्पित हुन्छ। राष्ट्र र जनता बाँच्नु पर्यो भन्ने मूल मन्त्रका साथ सबैजना लागेका। नेतृत्वको विषय नै छैन। अहिले चाहिँ देशको कुरा छ होइन, जनताको भविष्यसँगको कुरा छ। नमस्कार। त्यस कारणले नेतृत्व भन्ने चिज त गौण कुरा हो, तर मुख्य कुरा नीति योजना रणनीतिको कुरा हो। त्यो सबै चिजहरू अब मिल्दै गएपछि सबै चिज एक ठाउँमा आन्दोलन सामूहिक रूपमा हुन्छ भनेपछि सबै एक ठाउँमा रहेर हुन्छ आन्दोलनका समयमा पनि। आज कास्टिङ हेर्नु भएन? चाँडै देख्न पाइन्छ। पोखराको फिल्म पनि आउँदैछ अरे, आज रिलिज भइसक्यो। शाहको नाममा जुन पत्र गयो नि त्यो चाहिँ उहाँको ज्ञानेन्द्र शाहको नाममा जुन पत्र काटेको थियो त्यो चाहिँ उहाँको व्यवहार राम्रो होइन। त्यो आयोजक कमिटी को हो? आयोजक कमिटीले गरेको कार्यक्रम थियो त्यो होइन। आयोजकलाई पत्र काट्नु पर्नेमा ज्ञानेन्द्र शाहलाई जुन पत्र काट्यो त्यो चाहिँ हाम्रो एकदम घोर भर्सना नै हो। त्यो चाहिँ किन चित्त दुखाइ छ, एकदमै धेरै चित्त दुखाइ छ। किनभने होइन नि जस्तो अब माओवादीले कुनै पनि गल्ती गर्छ नि यो माओवादीलाई फलो गर्ने त माओ सेतुङको हो नि त। त्यसो पत्रकार त माओ सेतुङलाई काट्नुपर्ने स्थिति आउँछ नि त। एक्टिभ छैन, त्यही त त्यो सिचुएसन आउनुपर्छ। त्यही भएर मैले त्यो भन्न खोजेको मैले कारण के हो भने नीतिगत रूपमा भएन। उहाँलाई पनि सायद कसैले परिचालन गर्यो कि होइन। जुन कुरा अब अस्ति बालेन शाहले जुन राजा ज्ञानेन्द्र शाहलाई पत्र काटेको त्यो त स्वतः चाहिँ ज्ञानेन्द्र शाहले गरेको कार्यक्रम होइन। एक त हामीले बुझ्नुपर्ने कुरो होइन। त्यो भनेको किनभने एउटा समितिले गर्न खोजेको कार्यक्रम हो। अन्त समितिलाई पत्र पठाउनु पर्ने। उहाँले चाहिँ अब उहाँले सुझाव दिने मान्छेले पनि त्यही अनुसारले सुझाव दिने हो कि होइन। उहाँको त्रुटि हुनसक्छ, केही मान्छे हो, मान्छेमा कमी कमजोर हुनसक्छ। महानगरले के कुरामा टेक्यो होला भने जस्तो जब उहाँले प्रजातन्त्र दिवसको दिनमा एउटा आह्वान गर्नुभयो, आऊ अब समय आएको छ हामी एकजुट भएर अगाडि बढ्ने, सायद त्यसैलाई थिम बनायो कि जुन ज्ञानेन्द्र शाहले बोल्नुभयो उहाँले नि डाकेको हो नि। उहाँले आह्वान गरे, सार्वजनिक रूपमा आह्वान गरेपछि त जनता गयो अनि फोहोर गरे अनि उनीहरूले नकाट्ने त भन्ने भयो कि एउटा देशको अभिभावक एउटा घर परिवार बिग्रिँदै गर्दा एउटा चाहिँ घरको अभिभावकले ल अब चाहिँ त्यो घरलाई बनाउनुपर्छ, घरलाई सपर्नुपर्छ, तिमीहरू सुध्रियो भन्न त पाउँछ नि। अब सुधारौँ भन्न त पाइयो नि। जुन किसिमले कमान्डर तोकेर उहाँले आन्दोलनको लागि संयोजक बनाएर पठाउने त उहाँ हो नि, कारक त उहाँ हो नि भनेर पनि भनिरहनु भएको छ। अब यो कुरामा चाहिँ यसो भनौँ, तपाईँको कमान्डरले उहाँले टोक्ने होइन कि जो सक्षम छ उहाँलाई आफैले चाहिँ भनौँ। जस्तै अहिलेकै तपाईँहरूले देख्नुभयो नि, अहिले चाहिँ के भन्नुभयो भने राप्रपा नेपालको अध्यक्ष कमल थापाज्यूले अहिले चाहिँ नेतृत्व राजेन्द्र लिङ्गदेन राप्रपामा अहिले शक्तिमा छ होइन, पदमा छ। अब चाहिँ सबैलाई चाहिँ तलाउने, सबैलाई जिम्मा, सबैले चाहिँ आफ्नो चाहिँ कार्यभाग देखाउने जिम्मा चाहिँ राप्रपालाई है भनेर जुन
तरिकाले कमल थापाज्यूले भन्नुभयो त्यसै गरी राजा ज्ञानेन्द्र शाहले पनि व्यक्तिले टोक्या होइन क्या त्यो स्वतः आइपुग्यो हो कि त्यो अवस्था परिस्थितिले ल्याएको कुरा हो क्या उहाँले राजालाई जुन पत्र काट्नु भएको थियो नि त्यो चाहिँ एकदमै ठुलो गलत कार्य गर्नुभएको हो तर जुन यो अहिले नगरपालिकालाई सरसफाइ गरौँ भन्ने जुन अभियान आफूले गरेको फोहोर आफै नै व्यवस्थापन गरौँ भन्ने जुन अभियान चाल्नु भएको छ नि त्यसलाई चाहिँ सल्युट गर्नै पर्छ बडो अचम्म हुन्छ है कार्यक्रम सकाएर यहाँ अतिथिहरू नै गइसक्नु भएको हुँदैन फोहोर गइसक्छ क्या बडो एकदमै राम्रो एकदमै हो नि त त्यो हामी आफै सभ्य हुन सिकेको हो नि त त्यो त हामी आफै नागरिक एउटा हामी नागरिक सचेत हुनुपर्छ है भनेर हामीले सिकायौँ भने अर्को कार्यक्रमले पनि गर्दा पनि उहाँहरूले पनि सफा गर्नुहुन्छ अनि हामीबाटै सुरु गरेपछि ओहो हिजो उसले गरेको थियो हामीले नि गर्नुपर्छ भन्ने एउटा शिक्षा पनि हो युवा सङ्घले पनि गर्यो सबैले गर्नुपर्छ सबै हामी नेपाली नागरिक अल नेपाली नागरिक नै सचेत हुनुपर्छ नेपाल विदेशमा हेर्नुहोस् त विदेशमा एउटा केही एउटा नीति छ नि त्यस्तै नीति उहाँले ल्याउनु लाग्नु भएको त्यो चाहिँ हामी नेपालले अब चाहिँ सचेत भएर त्यस्तै स्वच्छ एउटा हरियाली स्वच्छ सफा सुन्दर काठमाडौँ बनाऊ भन्ने र सम्पूर्ण नेपालमा पनि पुरै नेपालीहरूलाई पनि आफ्नो फोहोर आफैले फालौँ चाहे यो आमसभा होस् चाहे घरको फोहोर होस् चाहे बाटोमा चुइगम खाएर फाल्ने गुर्खा खाएर पत्ता फाल्ने त्यो चाहिँ कसैले पनि नगरौँ आफू सभ्य भयौँ सभ्य नै हाम्रो नागरिकको पहिचान हो भन्ने कुरा लाग्छ यहाँ रविन्द्र मिश्रको कुरा हुन्छ धवल शमशेरको लागि नि धेरै तपाईँहरू प्रयास गर्नुभयो दुर्गा प्रसाद खै दुर्गा प्रसादलाई पनि हामीले एकदमै भरपुर होइन दुर्गा प्रसादलाई पनि एकदमै हामीले चाहिँ रिहाईको माग गरिरहेको छौँ राप्रपा नेपालले सदैव दुर्गा प्रसाद लगायत पशुपति खड्का सन्तोष सिलवाल लगायतलाई सबैलाई रिहाईको माग राप्रपा नेपालले गरिरहेको छ जुन पहिला पनि बल्खुमा आन्दोलन हुँदाखेरि सबैभन्दा पहिलो कुरा उठाउने नै तपाईँको राप्रपा नेपालका अध्यक्ष कमल थापा हुन् उहाँलाई चाहिँ रिहाई हुनुपर्छ भनेर त्यही भएर हामीले चाहिँ दुर्गा प्रसादलाई मात्र बोयकट गरेर यो चाहिँ रविन्द्र मिश्र लगायत धवल शमशेर राणाज्यूलाई मात्र रिहाई हुनुपर्छ भनेर होइन उहाँलाई पनि अझ त एउटा चाहिँ उहाँले चाहिँ सार्वजनिक रूपमा के पनि भन्नुभएको छ भन्दाखेरि तपाईँको अहिले यति हाइटमा ल्याउनु राज संस्थाप्रति यति चाहिँ जनमानस क्रेज बनाउनुमा दुर्गा प्रसादको ठुलो हात छ है त्योसम्म चाहिँ हाम्रो अध्यक्षज्यूले भन्नुभएको छ त्यही भएर चाहिँ अध्यक्षज्यूले राप्रपा नेपालले तपाईँले दुर्गा प्रसादलाई चाहिँ अब व्यवस्था गरेको चाहिँ यो चाहिँ तपाईँहरूलाई चाहिँ भ्रम चाहिँ नपारिदिनु होला होइन